दिस इज नेपाली होम क्या हेर्न कस्तो दामी घरहरू क्या खसी ढालेर यस्तै लिएर जाने हो क्या Oh my god, crowd! Big fan! यो चाहिँ मान्छे हो रे क्या माथिको ह्याट जस्तो साइडमा अलिक सानो उसको राइफल बजै हुनुहुन्छ क्या यहाँ बसेर चाहिँ यसो लाग्यो है यार तार सार चुडेको छ More silence. And now it's time to go. What's up peeps? It's your boy Motorcycle Arjun Paudel back with another video. And today is a Saturday and we are on the highway, and today we are going to Arghakhachi Supadevrali Mandir Saturday ride, and I have Mr. Sujan Paudel with his brand new Triumph 400X. Yeah, it's his first ever ride on his bike. Saturday ride अहिलेको लागि चाहिँ long ride त अब पछि जाउँला बिस्तारै मिलाउँदै. We are planning on it. या अब आजको आइटिनरी चाहिँ जाने सुरुमा हामी गएर चाहिँ त्यहाँ मन्दिरमा यसो पूजासुजा हान्ने, त्यसपछि माथि नरपाने भन्ने ठाउँ छ क्या, त्यहाँबाट लगभग मन्दिरबाट चाहिँ अझ माथि 2-3 किलोमिटर जति माथि, अनि त्यहीँ जाने, चिल हान्ने, दाजुभाइ बस्ने होइन, भाइब लिने चिसो ठाउँको एकछिन। वेदर त बुटलको पनि ठिकै भएको छ, हिजो पानी परेदेखि, तर अब स्याटरडे भइसकेपछि हाइवेमा जानै पर्यो होइन, त्यही हो। या सो लेट्स मुभ अहेड। हामी चाहिँ यता अर्घाखाँची जाने हो, तर जान चाहिँ पाल्पा साइडबाट भन्दा नि यताबाट सजिलो पर्छ मन्दिर जान, कनेक्ट त रुट हुन्छ, तर हामी फर्किँदा नि यही बाटो फर्किन्छ होला, त्यस्तो धेरै लङ राइड नहालौँ। 200 किलोमिटर हुन्छ अप डाउन गर्दाखेरि होइन, त्यही हो। अहिले चाहिँ यहाँ मैले फ्युल हाल्न छ, पेट्रोल पम्पमा गएर अहिले फ्युल अप, भाइले चाहिँ हालिसकेको रहेछ। फ्युल अप गरेर निस्कियौँ हामी, सुजन अगाडि नै छ। अनि आज वेदर चाहिँ त्यो डस्टी मिस्टी केही पनि छैन क्या, पानी परेको थियो राति पनि, अनि पानी परेको भएर चाहिँ हेर्नु न ग्रिनरी कस्तो राम्रो ग्रिन देखिरहेछ क्या होइन। अब यस्तै छ। एकछिन आज चाहिँ यो बाटो गोरुसिंहसम्म चाहिँ बिजी नै हुन्छ। म वेस्ट जाँदाखेरि अस्ति कर्णाली जाँदाको राइडमा जहाँ बसेर मैले पकौडा खाएको थिएँ फर्स्ट स्टप, त्यहाँबाट चाहिँ मासतिर लाग्ने हामी आजको राइडमा चाहिँ। अस्ति त सिधा गइयो के अरे, आज चाहिँ हामी मासतिर लाग्ने हो। मन्दिर जाने भइसकेपछि त्यस्तो केही खाएको छैनौँ। मैले त यसो फ्रुट्सहरू खाएर आएँ, सुजनले त्यही पनि खाएर हिँड्छ, कफी जस्ट कफी खाएर मात्रै हिँडिरहेको छ हामी अहिले। त्यही हो, जाउँ। सुजनको फर्स्ट राइड हो, लेट हिम लिड, लेट हिम इन्जोय द ओपन रोड अहेड। म अगाडि बसेर भिजन डिस्टर्ब पनि गर्न मन लागेन, र मेरो हर्न पनि चलेको छैन, किन हो थाहै, 81 हर्नै चलेन। त्यही भएर अब डाँडाको बाटोमा त हर्न हान्दै जानु पऱ्यो भनेर यु लिड भने मैले भाइलाई। त्यही हो, बाटो भिड हुन्छ क्या यताको, फेरि लास्टै भिड हुन्छ। जाँदाखेरि चाहिँ छिटो मन्दिरमा गएर पूजा गर्छौँ, माथि गएर अनि चिल हान्नु पऱ्यो नि त, भाइब चेक हान्नु पऱ्यो। त्यही भएर साँझ 5-6 बज्ने हिसाबले फर्किने प्लान हो हाम्रो। त्यही अनि त्यति बेला पनि फर्किँदाखेरि बाटो चाहिँ बिजी नै हुन्छ क्या, यो पार्ट अफ द हाइवे चाहिँ। माथि बाटो बिजी नभए पनि न्यारो छ, अनि यस्तो ब्लाइन्ड कर्नर्सहरू छ होइन, अनि ठुल्ठुलो बसेसहरू सेम टाइममा आयो भने क्रस हुनै सक्दैन क्या, एकदम न्यारो बाटो छ। त्यही हो। अब हाल्छु गाइज अगाडि गइसकेपछि। सुजनले ढ्याक ढ्याक बम्पहरूमा हालिरहेछ, म त्यसलाई फलो गर्दाखेरि मलाई चाहिँ गाह्रो परिरहेछ। केटोलाई त केही हुन्न स्क्रैम्बलरमा। ब्रेकफास्ट स्टपमा पुग्न लाग्यौँ। अब ब्रेकफास्टै त गर्न मिलेन आजलाई, चिया खान्छौँ, यसो पानी सानी खान्छौँ, खाली पेट छौँ क्या। त्यही भएर हल्का माथि फेरि डाँडामा हल्का चलाइराख्न गाह्रो हुन्छ। त्यहाँ चाहिँ अब बाटो अलि लामै छ नि त, तर एकदम सिनिक बाटो छ, लास्टै रमाइलो बाटो छ, तर रिस्की पनि छ बाटो होइन। त्यही हो। क्लाइमेट वाइज त अहिलेसम्म त चिल छ, हावा पनि चिसो, भेन्टहरूबाट पसेको ठाउँमा चिसो भइरहेछ भनेको, गुड चिसो, नट ब्याड चिसो। फेरि यता फेरि सबै बाटो बनाउनु लागेको छ,
खनेको साइडको मात्र खनिरहेछ होइन। 1 सेकेन्ड म तपाईँहरूलाई इन्फर्म गर्न चाहन्छु, कसैलाई यता आउन छ भने छिटै आइहाल्नुहोस्, नभए अब छिटै यो अहिले हामी चलाइरहेको पार्ट पनि खनिदिन्छन् उनीहरूले, अनि त्यहाँबाट बाटो मेस्टअप हुन्छ जस्ट लाइक बुटोल घाट। सो आउने भए आइहाल्नु, त्यही हो। कस्तो ट्याङ्क स्ल्यापर होला जस्तो भइसक्यो मल्टिपल टाइम्स, बाटै त्यस्तै छ क्या। चौबटे गर्नु सर, मिठो 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 मिठो। अहिले चाहिँ गोरुसिङे आइयो। गोरुसिङेमा अब एकछिन रोक्छौँ हामी, यहाँ एकछिन बसेर अनि जानुपर्छ। हामी चाहिँ यहाँबाट भित्र लाग्न चाहिँ यता जाने हो हामी जान त, तर अहिलेलाई चाहिँ अहिलेलाई चाहिँ खाजा खाउँ, खाजा त नखाउँ तर चिया खाउँ। ग्यास्ट्रिक होला जस्तो भयो अन्त केरा किनेर खाइरहेको छ अहिले। अब कति किलोमिटर चाहिँ 50 छ, 1 घन्टा 1.5 घन्टामा पुगिन्छ। जान चाहिँ हतार गरेर जाने हो, आउँदा चाहिँ रोक्दै आउने होइन केटा, त्यही हो। तान्द्रो झुन्ड्यो नि त, हेर त। चिया आयो, चिया त्यही राखिदिनु त। दही पकौडा खान पाइएन क्या आज। अब आउँदाखेरि पकौडा राखिदिनु है भने राखिदिनुहुन्छ अरे। चिया खा भने जाउँला। यहाँ खाजा खाइयो, अब यहाँबाट निस्केर मासतिर लाग्ने। अब चाहिँ अलि कति 4-5 किलोमिटर पछि पुरै अपहिल छ बाटो। यो प्याच चाहिँ यस्तो राम्रो छ नि, फेरि पुरै जङ्गली बाटो हो होइन, सामुदायिक वनसन छ। यो प्याच हो कि हेर्दै मजा आउने, कस्तो ब्युटिफुल छ क्या। अगाडि आयौँ, यहाँ गाउँ बस्ती छ क्या, लास्टै आनन्दमय छ क्या यो ठाउँ। हेर्नु न कस्तो दामी छ क्या, जङ्गल छ, घरहरू छ है। यहाँ बस्न कति पिसफुल हुन्छ होला क्या, टाढा भए पनि पिसफुल ठाउँ क्या। नेपाल इज ब्युटिफुल म्यान। अलिकति हाइवेबाट यति 4 किलोमिटरमा त के भित्र आएको, सी दिस प्लेस फिल सो ग्रेट क्या, फिल सो गुड टु बी हियर क्या। कस्तो दामी छ यो ठाउँ, यहाँ बसेर आधा घन्टा 1 घन्टा टाइम स्पेन्ड गरौँ जस्तो ठाउँ छ। तर अब मन्दिर त पुग्न चाहिँ छिटो बरु फर्किँदा बरु यसो रोक्न मन लाग्यो भने रोक्न पाइयो। यहाँ चाहिँ के हो, हिजोको हावाहुरीले रुख ढलाए चाहिँ कि काट्या हो, ढलाएको हिजो यार, तारसार चुडिएको छ। अब यो गाउँतिर हिँड्दाखेरि चाहिँ अब त्यही त हो, बाख्रा साख्रा कुखुरा आइदिन्छ, कहिले के आइदिन्छ, यस्तै हुन्छ क्या। बच्चाहरू आउँछ, उनीहरूलाई हेबिट हुँदैन अब यो बाटोको, खाली भइरहेको हुन्छ बाटो। सो बी केयरफुल गाइज, जहिले पनि नेपालको भित्री भागमा हिँड्दा चाहिँ बी केयरफुल एभ्रिवेयर। तर यहाँ चाहिँ अलिक बढी सेन्सेसहरू खोलेर राइड गर्नुपर्छ। यो पृथ्वीकोट भन्ने ठाउँ आउँछ, यहाँबाट चाहिँ हामी यता लाग्ने हो, ठ्याक्कै डाँडातिर चढ्ने बाटो चाहिँ यो हो। यस, दिस इज द एन्ट्रन्स। अब बाटो चाहिँ एकदम अर्घाखाँची जिल्ला ठ्याक्क सुरु हुन्छ यो कटेपछि होइन। अनि त्यसपछि चाहिँ त्यही हो, बाटो चाहिँ एकदम अपिल र न्यारो हुँदै जान्छ, न्यारो हुँदै जान्छ क्या माथि गइसकेपछि। लास्ट टाइम हामी आउँदा बाटो बनाउँदै थियो क्या, अगाडि वाइडेन गर्दै थियो कुनै प्याचहरू। अब हेरौँ कति के भन्छ भनेर। बम्पी कर्नर्स, भेरी बम्पी कर्नर्स।
फेरि त्यो उस लाइमस्टोनको माइनहरू छ क्या यतातिर अनि हेभी भेहिकलहरू पनि आइरहेको हुन्छ कि लाइमस्टोन क्यारी गर्न अनि त्यसले पनि हल्का ख्याल गर्नुपर्छ हेभी भेहिकलहरू पनि हुन्छ यतातिर सिमेन्ट फ्याक्ट्रीहरूको लागि उनीहरूले सप्लाई गरिरहेको हुन्छ क्या यहाँबाट नेपालमा लाइमस्टोनको पहाडै छ नि त धेरै त क्लाउडहरू आइरहेछ पानी नपरिदियोस् भन्ने कुरा हो पानी पऱ्यो भने चाहिँ झ्याउ हुन्छ हेभी रेन भयो भने चाहिँ झ्याउ हुन्छ अब अलिअलि त फरक पर्दैन बाटो त फेरि यस्तो सिनेको छ सिधै छ सम्मन्स होम होइन कस्तो दामी कस्तो ब्युटिफुल पो छ ठाउँ त बम चाहिँ उस्तै रहेछ फेरि नयाँ पिच भए पनि बाटो चाहिँ एक्कासी न्यारो भयो होइन जस्ट नयाँ कन्स्ट्रक्ट गरेको पछि एक्कासी न्यारो भयो अनि जो भिड भयो भने चाहिँ यो बाटोमा टेन्सनै हुन्छ सी अब उताबाट भेहिकल आयो होइन बाटो त फेरि यस्तो राम्रो डाँडाहरू छ नि फेरि होइन यस्तो कलपटहरूमा फेरि वाटर क्रसिङ हुन्थ्यो कि अहिले त पानी त परेको थियो टार्गेट सुप्पा देउराली दियो नि त गाडीमा हाम्रो नि आजको टार्गेट त्यही हो त्यस्तै छ कर्नर्स ब्याक टु ब्याक कर्नर्स न्यारो रोड्स सिनिक भ्युज नेचर या आइएम फलोइङ हिम किन भन्दा कर्नर्सहरू ब्लाइन्ड छ अनि हर्न हान्नुपर्छ होइन तर मेरो हर्नै कस्तो चल्दैन के भयो अब आज शनिबार बनाउन नि मिलेन सोरुम पनि बन्द हुन्छ त्यस्तै हुन्छ कि होइन बाटो सानो छ अनि त्यसपछि अनि या त्यही हो अब भोलितिर गएर हर्न बनाउनु पर्छ बाटो कन्स्ट्रक्सन भइरहेको रहेछ कन्स्ट्रक्सन भन्दा पनि रिपेयर भइरहेको रहेछ सेम बाटो बट अन्ली रिपेयरिङ अब यहाँ कहाँ एक्सटेन्ड गर्ने क्या बाटो अब ठाउँ नै छैन कि एक्सटेन्ड गर्नु मिल्ने डाँडै कोतरी मात्र हो त्यसको लागि त प्रोजेक्ट ठुलो हुने भयो त्यही भएर जाँदैछौँ मजा आइरहेछ मजा यो अझै बनाएर हिँड्छ कि यस्तै छ क्या यहाँ पहिल्यैदेखि यस्तै क्या यहाँ सिरियस पसल हेर्दै रकम लाग्ने पसल क्या अब that old lady is having I don't know how she does everything there see this beauty people see this beauty है कस्तो राम्रो छ क्या ठाउँ अब यो अहिले रिसेन्टली कन्स्ट्रक्सन भएको र माटो बुङ्गो देखिएको छ when the grasses grow यता पनि साइडमा पनि अब उतातिर त बबालै छ मासतिर बाटो पनि जस ठाउँमा मिल्ने पोसिबल भएको ठाउँमा वाइड बनाइसकेको रहेछ अब के भन्छ अरे अलि पोसिबिलिटी नभएको ठाउँमा चाहिँ त्यही पहिलाकै न्यारो रोड नै छ होइन तर त्यही वाइड भएको ठाउँमा टार्मेक राम्रो छ बम्पहरू पनि कम छ तर पुरानो रोडमा चाहिँ त्यस्तै छ पहिला जस्तै नै छ एज आई एक्सपेक्टेड अब यो कर्नर बित्तिकै अनि खोल्साहरू धेरै छ नि त अनि त्यही भएर चाहिँ दिस इज वान अफ द बजारिस इलाका माथि चढ्दाखेरि होइन त्यसपछि सदरमुकामै हो जस्तो लाग्छ मलाई होइन यो अलिकति छ टाउन टाइपिस बाटो त त्यही नै हो यति टाउनको प्याच आउँछ त्यसपछि त्यही नै हो साँगुरो बाटो आउँछ थ्याङ्क यू राम्रो एडिटिङ बसे देउरालीको चिसो हावाले भन्छन् नि देउराली माथि हो अगाडि छ अब त्यो गानामा एक्ज्याक्टली कहाँको देउराली भन्न खोजेको आई डोन्ट नो तर यहाँ पनि देउराली चाहिँ छ वेयर इज माई सुजन ब्रदर आउँदैछ त्यसलाई अगाडि नै छोडौँ क्या हो अनि यो घरहरू कस्तो क्लासिक घरहरू क्या दिस इज नेपाली होम क्या हेर्न कस्तो दामी घरहरू क्या
I don't know, I love these kinds of houses and architecture क्या हेर्नु यो इलाका मैले जहिले पनि याद गर्छु कि यता आउने बेला यो इलाका वेल मेन्टेन क्या पेन्ट सेन्ट गरेको सबै गरेको क्या अब यता त कङ्क्रिटकै घर बनिसकेछ होइन त्यसले नि घर दामी भन्दै थियो अब यता त कङ्क्रिटको बनिसक्यो उनीहरूको त अथेन्टिक तरिकाले नै राखिरहेछ क्या मेन्टेन पनि गरिरहेछ क्या फेरि कस्तो दामी क्या ताल छ क्या बिचमा हेर्न यस्तो दामी ताल छ क्या यहाँ यस्तो ताल छ पहिला त यहाँ ब्यारिकेड थियो अहिले त रहन्छ ताल छ अनि यु क्यान जस्ट गोलो गोलो गराउनु मिल्छ उताबाट यसरी आउनु मिल्छ यहाँ पनि त्यो टाइपको घरहरू 2-4वटा त छ यतातिर पनि तर कङ्क्रिट त्यही त हो जताततै कङ्क्रिटको घर बनिसक्यो फर अभियस रिजन्स होइन दामी नै छ क्या ठाउँ यस्तो जहाँ गयो नि बवाल छ यार हाम्रो यार कस्तो यार एउटा डाँडातिर चढ्दियो भयो क्या गइदियो भयो यु वोन्ट मिस क्या हुन्छ नि यु वोन्ट रिग्रेट क्या विल फल इन लभ विथ एभ्री एस्पेक्ट अफ दोज प्लेसेस क्या बिचबिचमा बाटो यस्तो पनि छ होइन किनकि यता पहिरो गइरहेको हुन्छ क्या फेरि हेर्न हेभी पहिरो जान्छ क्या अब धेरै टाढा त छैन मन्दिर कति 8-9 आई गेस है तर धेरै टाढा होइन किन भन्दा यो प्यासले याद आउँछ कि मलाई एज आई टोल्ड यु गाइज मलाई ठाउँको नाम याद हुँदैन उस याद हुँदैन मलाई यो भ्यू याद हुन्छ मलाई लोकेसनको इमेज याद हुन्छ होइन माई गेस इज अब धेरै टाढा छैन यस एन्ड आई थिङ्क माई गेस इज प्रिटी करेक्ट आई डोन्ट इफ यु गाइज नो अबाउट आवर रिचुअल होइन आई मस्ट से इट नाउ कस्तो छ भन्दाखेरि वेन एभर वान अफ आवर गाइज होइन आवर गाइज बाई अ न्यू बाइक नेक्स्ट डे हामी चाहिँ अब बुटोल सिद्ध बाबा पाल्पा सिद्ध बाबा गएर चाहिँ पूजा गर्छौँ होइन मर्निङमा होइन अनि त्यहाँबाट कमिङ फ्राइडे चाहिँ बाइक किनेपछिको फर्स्ट स्याटरडे चाहिँ जहिले पनि हामी सबैको पालोमा निश्चलले किन्दा मैले दुइटै बाइक किन्दा निश्चलले दुइटै बाइक किन्दा होइन फर्स्ट स्याटरडे चाहिँ यहाँ आउँछौँ क्या हाम्रो स्याटरडे राइडै यही हुन्छ अनि मन्दिर दर्शन गऱ्यो होइन त्यही त हो अब बिलिभ्स आफ्नो आफ्नो अनि त्यसपछि गयो माथि यसो भ्यू हेऱ्यो ठाउँ पनि राम्रो छ मन्दिर भइ नै हाल्यो अभियसली ठुलो बिलिभ भएको टेम्पल हो यो होइन मोस्टली मान्छेलाई थाहा नै छ सुब्बा देउरालीको बारेमा अनि यहाँको एउटा स्टोरी छ क्या न्यारेट गरौँ कि नगरौँ भइरहेछ मलाई तर आल न्यारेट मैले सुने अनुसार है आई डोन्ट हेभ एनी सोर्सेस जस्ट अब आई हर्ड द्याट देयर वाज अ गाय who wished he wanted to be a Laure, Indian Laure or British, I don't know that exactly, but just उसले लाउरे हुने इच्छा थियो अरे अनि he came here दर्शन गर्न मन्दिरमा अनि he wished मलाई चाहिँ लाउरे बनाइदिनुहोस् होइन म लाउरे भइसकेपछि तपाईँलाई सुनको सिक्री चढाउँछु भनेर चाहिँ उसले विस गर्यो अरे क्या अनि त्यो विस गरिसकेपछि चाहिँ अनि ऊ लाउरे भयो अरे लाउरे भइसकेपछि अनि वेन ही केम ब्याक होम होइन अनि बाटो अन द वेमा चाहिँ उसको मन्दिर पर्ने जहिले पनि उसको घर जाँदाखेरि अनि घर जाँदाखेरि चाहिँ बाटोमा मन्दिरमा चाहिँ फेरि पस्न चाहिँ पसेछ होइन तर अब यो लाइक तिमी भगवान्लाई त किन सुनको किन माया र तिमीलाई त होइन बरु मै राख्छु भन्ने हिसाबले अलिकति लोभ होइन ग्रिड देखाएछ क्या अनि त्यसपछि एन्ड देन दे बिलिभ द्याट सम सुपर नेचुरल पावर or let's say the goddess pulled him away and उसलाई चाहिँ कस्तो पुल गरेर चाहिँ डाँडाको टुप्पोमा गएर टाँसिदिएको अरे क्या होइन त्यो लाउरे टाँसिएको ठाउँ भनेर फेमस छ क्या त्यो डाँडा चाहिँ अनि त्यहाँ चाहिँ अझै पनि यसो भिजुअल्ली हेर्ने भने जुन एउटा स्पट बनेको छ क्या त्यहाँ होइन कालो मार्क बनेको छ सिम्स लाइक अ गाय वेयरिङ अ लाउरेको ह्याट विथ अ राइफल स्ट्यान्डिङ वाला जस्तो इमेज बन्छ क्या द्याट गाई आस्ट कि मैले कस्तो मुड खै म के मुडमा थिएँ दाइ सुपासम्म जाने हो जाम हजुर होइन म यहाँ क्यामेरामा बोल्दै थिएँ अनि लयमा हात हल्लाएछु क्या हजुरले रोकेको भन्दा नि आइ भने जस्तो लागेर क्या भयो दाइ
ल हस् दाइ हस् ठिक छ दाइ केही छैन त आइम जस्ट हजुर बिहा गरे छैन दाइ छैन छैन म बल्ल 25 वर्ष गुल्मी केटी खोजिदिनु पर्यो नि त दाजी मेरो पौडेल थरी हजुर हो होला हो पक्कै हो अहिले झरेर हेरौँ न त दाजी ल अहिले झरेर है त मन्दिर आउन लाग्यो मैले यहाँ एकजना दाइलाई लिफ्ट माग्नु भएको थियो मैले त वेभ गरेँ जस्तो लगाएर हाई मात्र भने जानला अप्रोचिङ द मन्दिर जोन यहाँ चाहिँ यस्तो कङ्क्रिट हालेको छ नभए थिएन यस्तो कङ्क्रिट त त्यो लाउरे टाँसिएको भनेको थियो नि ठाउँ त्यो पनि यतै नै छ माथि जानु मिल्ने बना अब आज गइन्छ किन फेरि लास्टै अपिल छ क्या फेरि त्यहाँ ठाडै अपिल छ पहिला त जान पनि मिल्थेन ऊ त्यहाँ छ गोप्रोले भेट्दैन होला पछि अहिले देखाउँछु म हामी चाहिँ मन्दिर पुग्यो गोप्रोबाटै खिचिरहेको छु अहिले लास्टै भिड छ होइन लास्टै नै भिड छ अब हेरौँ लाइन लाएर अब मन्दिर दर्शन गर्नुपर्छ कति टाइम लाग्छ के लाग्छ अनि भेटौँला अनि है क्रेजी भिड छ केटा यही छ भाइ यहाँको है ए अहिले त यस्तो बनाएछ नि त दिस गाइ इज अल्सो वेटिङ लाइन लामै छ लाइन धेरै लामो लाइन वेदर पनि पानी पर्ला जस्तो गरिरहेछ वेदर पनि मन्दिरबाट भ्यू छ त्यो झलुङ्गे पुल हेरौँ न है yes sir अहिले चाहिँ सक्यो पूजा गरेर अब नरपानी जाने माथि त्यो भाइको पसलमा आउनु भयो भने है यहाँ सामान मिलाउँदैछ मिस्टर पौडेल अब यस्तै छ गर्मी अब हुन थाल्यो भोकला छ माथि गएर खाजा खाने भोकला नरपानी गएर खाजा खाने नरपानीमा होटलहरू छ नि है बल अहिले त लास्टै भिड क्या यस्तो भिड त ओके बाई गाडी आयो यस्तै छ भाग छ बाटो हेर्नु नि यहाँको बाटो दिस इज बाटो होइन त्यही हो लेट्स गो बाइक पार्किङमा क्रेजी जाम छ यहाँ मन्दिर दर्शन गरियो के अरे होइन देख्नुभयो भिड छ अब नरपानी भन्ने ठाउँ छ माथि बाटो इज यहाँको चट्टानै हेयर इज नो पिच नथिङ होइन यस्तै छ यहाँ ओहो हेरौँ अब ट्राफिक दाइहरू पनि फ्रस्ट्रेट भइसक्नु भयो यहाँ
माथि गएर यसो त्यहाँ अब बसौँ, चिल हानौँ, केही खाऊँ। यहाँ भिड भएर यो भिडमा बस्न चाहिँ अलि मजा हुन्न कि। अनि होटलहरू टिपिकल त्यो मन्दिर होटलहरू छ, माथि चाहिँ अलिक गतिलै होटलहरू होला होइन, छ त्यहाँ छ, पहिला पनि गइरहेको ठाउँ हो। मलाई त्यही भएर चाहिँ जाउँ भन्ने हिसाबमा खसी ढालेर यस्तै लिएर जाने हो क्या। अनि त्यहाँबाट चाहिँ खसी त्यस्तै ढालेपछि यहीँ भ्याएर जानुपर्छ भन्ने छ क्या, खोला तराउनु हुँदैन भन्ने बिलिभ छ क्या। फेरि अर्को बिलिभ चाहिँ यहाँको होइन, यस्तो राम्रो ठाउँ छ। यहाँ झलुङ्गे पुल पनि छ छन त, यहाँ माथिबाट जाने हामीसँग त्यत्रो टाइम पनि छैन, एनर्जी पनि छैन, अहिले भोक लाग्छ। त्यही भएर अहिले नरपानी 2 किलोमिटर जति टाढा छ होला। त्यो नरपानी गएर अनि त्यसपछि चाहिँ त्यही खाजा खाएर त्यहाँ बसेर एकछिन चिल हानेर त्यहाँको भाइब देखाउँदै कुरा गरौँला नि। सुजन आएन क्या, सुजन पछाडि नै फस्यो। धेरै टाढो 2 किलोमिटर जति छ। पार्किङ गर्न यहाँसम्म आउनुपर्छ क्या। ठाउँ चाहिँ दामी एप्पीकै छ ठाउँ त। के हो तिम्रो नाम बहिनी परिचय क्रेजीकै ठाउँ। अब कता हिँडेको बिजुली बलेर बाटो भएर पचरात्तै हाल्ले यहाँ। वेलकम टु नरपानी, वेलकम टु नरपानी। यहाँ चाहिँ एपिक ठाउँहरू छ भनेको, एपिक एज इन रमाइलो वाला एपिक क्या, नट एपिकनेस। ओ माई गॉड क्राउड, ओ माई गॉड, ओ माई गॉड, ओ माई गॉड। यसो ये मेन बाटोमा यसो केही खाजा पसल या फिर लोकल गाइजहरूको केही छ कि भनेको खासै केही भेटिएन। त्यहाँ एउटा रिजोर्ट काइन्ड अफ छ, त्यहाँ हामी पहिला गएको अनि हामी त्यहीँ जाँदैछौँ। अहिले चाहिँ हामी यहाँबाट जानुपर्छ, जाने यहाँबाट हो। कोही दिन कता हिँडेको नरपानी पनि पहिला यार 3-4वटा पसल बाहेक केही थिएन। अहिले त क्या क्राउड भइसकेछ क्या पनि यहाँ ठाउँ त। गइदिम लाग्छ मलाई, गइदिम लाग्छ मलाई। होइन सोल्टीलाई रमाइलो गरे, सोल्टीले अप्रेड पाएको उभिहाल्छ के न। ठिकै छ। कता हिँडेको ओ कस्तो ब्युटिफुल यो ठाउँ। अस्ति नै हामीले यहाँ एकदम रेयर बर्ड क्या के पो हो देखाएको थियौँ कि जमानामा आउँदा, कस्तो दामी। So we enter Narpane Resort. आयो आला रे सैया आला रे। ठाउँ चाहिँ दामी छ, लोकेसन यो ठाउँको नि। हामी आएर बस्यो हो कि पहिला यो म अनि एलिज भन्ने साथी र निश्चल थियौँ हामी। त्यति बेला हामी जस्ट आइदिएको है, त्यस्तो पूजा बाइक साइक किनेको त थिएन। ए निश्चलले बाइक किन्न आएको त्यति बेला हो। ठिक हो। अब केही खाइदिउँ कि भातै खाने हो केटा? यता जाउँ न। यहाँ खाना बसेका छौँ, पहिला आएको ठाउँ हो क्या यो होइन। प्रपर्टी राम्रो छ, लोकेसन दामी छ, एभ्रिथिङ दामी छ। पहिला सर्भिस पनि सुरुमा खुल्दाखेरि आएको थियौँ हामी, दामी थियो। अहिले त सर्भिस पुरा फुड कस्तो खाएन, आइसकेपछि अब यहीँ खाऊँ भन्ने भयो। प्रपर भातै खान लाग्यो, अरू दायाँ बायाँ खाइएन, रिस्क लिएनौँ। प्रपर्टी नाइस छ, प्रपर्टी लोकेसन यताउति सबै नाइस छ होइन। तर आई हेभ डाउट सर्भिस पनि त्यस्तो झुरै रहेछ। अब फुड कस्तो छ हेरौँ। आई टेल यु गाइज, बसिया छ यहाँ गार्डनमा यसरी बसिया छ। अनि राम्रो छ क्या प्रपर्टी, तर सर्भिस झुर भए। नेक्स्ट थिङ इज फुड कस्तो हुन्छ एकछिनमा भन्छु। भात प्लेन भात खान लाग्यो हामीले चाहिँ, नर्मल यताउति खाइएन, रिस्क किन लिनु।
ठाउँ देखेर चाहिँ त्यस्तै लाग्यो अहिले चाहिँ स्थिति हेरेर ठाउँ चाहिँ राम्रो हो अरू चाहिँ भन्छु म के हो ठिक हो कुरा ठिक हो पहिला आउँदा थोरै डिफरेन्स थियो साइड चेन्ज त्यही छ ल ओके खानासाना खाइयो ठिकै थियो बेसिक नट सो गुड नट सो ब्याड बेसिक खाना हैन अनि अब जाने यहाँ गोप्रोहरू चार्ज गर्दै थिएँ यहीँ छ सामानहरू यो पनि रेडी हुँदैछ अब निस्केर बाइकमा भेटौँला है त यहाँको सिचुएसन भनिहालेँ के अरे खानासाना के सिचुएसन हेलो दाइ धन्यवाद दाइ अब सिधै मन्दिरबाट जान्छ अनि अब बाटोमा देखेको अघिको सिनिक ठाउँहरूमा रोक्दै जाउँला भन्ने प्लान छ होइन विल सो यु गाइज कस्तो कस्तो के ल्यान्डस्केप मजाले डिफ्रेन्ट पर्सपेक्टिभबाट अघि त हरस भयो नि त मन्दिर छिटो आएर छिटो पूजा गऱ्यो भने चाहिँ अब चाहिँ आनन्दले डुल्न पाइयो नि त नाइट लाइटसम्ममा घर पुग्यो नि भयो नि त अब त त्यही भएर चाहिँ हो बिग फ्यान बिग फ्यान कसले रे बिग फ्यान चलाएको हाम्रो यस्तो आई लभ के छ देउराली कि सुब्बा देउराली आई डोन्ट नो के छ तर यस पार्किङ लेभल 101 हानेछ नि यहाँ ल के हो यो त अघि आई वाज टकिङ अबाउट त्यो लाउरे टाँसेको उयो कालो स्पट देखेछ नि उयो लामो यो चाहिँ मान्छे हो अरे क्या माथिको ह्याट जस्तो साइडमा अलिक सानो उसको राइफल होइन त्यो चिजहरू हो हामी यस्तो यहीँ छौँ हामी होइन ओ एनसी मन्दिर टक्क टल्किन्छ उहाँ यस्तरी अनि लाउरेलाई चाहिँ यहाँ टाँसेको अरे क्या त्यही हो हामी जान लाग्यो के छ ठिक छ अल गुड अल गुड होइन ल अब जान्छौँ के अरे बाटोमा के भेटिन्छ अल्सो विल ट्राई टु सो त्यही नै हो के अरे यहाँ देखेन भने इन्स्टामा होइन मौसम शीतलै छ बिस्तारै अगाडि बढ्दै नै छौँ हामी तर अहिले अब फर्किनु चाहिँ हामीलाई टाइम लाग्छ किन भन्दा म भर्खरै त्यहाँ एक ठाउँमा रोकेर रिलको लागि फुटेजहरू ल्याएको थिएँ यताउति त्यस्तै चिजहरू गरिरहेको छु म भाइ आउँदैछ कस्तो दामी तालके हामी यहाँ ठाडा भन्ने ठाउँमा यो घर हेर्नु कति एस्थेटिक यो चिसो खाम भनेर यसो रोकेको यहाँ यस्तो ताल रहेछ क्या यहाँ रहेछ त के हो थियो पहिलेदेखि अनि देखिरहेको हो अनि पुरा यु क्यान गो अराउन्ड के मेन बाटो ऊ त्यो हो उता छ हामी चाहिँ यता मुनि छिरेर यता कनेक्ट हुन्छ फर्किँदा फेरि हतार छैन केही पनि बिहान मन्दिर जान हतार भएर हो के अरे अब चाहिँ जस चिलमा रेडबुल खाँदै के हुन्छ फ्यान्टा लेमन फ्यान्टा खाँदै सबै खाँदै ल फोटोसोटो खिचियो अब जान आइज है जान लाग्यो हामीले भनेको ठाउँ चाहिँ यही छाप्रो एकजना बजै हुनुहुन्छ क्या यहाँ बसेर चाहिँ यसो केही खाइदिउँ भनेर हो के छ लभली ठाउँ छ यहाँ होइन यस्तो यहाँ बुढी बजेको एउटा पसल टाइपको रहेछ यहाँ यस्तो दामी ठाउँ छ लोकेसन यहाँ टिप्पर गाइजहरू रोक्नु हुँदो रहेछ यहाँ चाहिँ चिल हामी यहाँ धेरै नै बेर बसिसक्यो यहाँ होइन he's just admiring his beauty होइन not this yours होइन he's just falling in love with his own bike त्यही नै हो बेसिकली अहिलेलाई मेरो वहाँ छ यहाँ जोस् यो पितृ हेराउने वाटेभर हुँदो रहेछ क्या होइन आई डोन्ट बिलिभ एक्ज्याक्टली तर यहाँ कराउने क्यार नै भइदियो क्या पितृ चढ्ने टाइपको होइन इभन त्यहाँ मन्दिरमा नि अब भगवान् चढेर त्यहीँ
फ्ल्याट सोधिदिने टाइपको पनि भइरहेको थियो देखिरहेको देखियो होइन अब बिलिभ चाहिँ गरेन तर ठिकै छ निस्किन लाग्यो त्यो इन्फर्म गर्छु भनेर यहाँको यतिकै लेख्छु मैले रोकेको बाइकमा हुँदा खिचिएन अब जान्छौँ हामी बेसिकली अब त्यही नै हो ओके प्लिज हामी चाहिँ निस्कियौँ त्यहाँबाट बजेको लोकेसन चाहियो भने यो कलपट आउने बित्तिकै छ है कसैले यस्तो आनन्दको ठाउँ लास्टै आनन्दको ठाउँ त पानी पनि नहरको पानी आउने रहेछ पानी बेच्नु चाहिँ आमा भनेको बाबु त्यही नहरको हो पानी त भन्नुभयो चिसो पानी आएको नहरको यस्तो दामी घर पुग्दासम्म फ्रस्टु भइन्छ किन भन्दाखेरि अब बिजी रोड हुन्छ होइन अब यहाँबाट आइयो यहाँबाट यता लागेपछि गोरुसिङे पुगिहालिन्छ एकैछिनमा अब अपकमिङ बाइकर्सहरू ए सरी अपकमिङ क्रिकेटर्सहरू बुटलबाट जाए गएको हजुर च्यानल अर्जुन पौडेल हजुर थ्याङ्क यू यहाँ सो यहाँ गाइजहरू कुरा गर्दै हुनुहुन्छ यहाँ गोरुसिङे आइयो गोरुसिङे आइसकेपछि अब त्यहाँ भाइ पुग्यो होला रप्पु हानिरहेको थियो त्यसले स्ट्रेस पाएपछि मलाई कर्नरमा कुदाउनु मन लाग्छ स्ट्रेसमा कुदाउनु मन लाग्दैन त्यही हो I've been trying to breathe the wire लस्सी गाइज लस्सी अहिले त्यहाँबाट पकौडा ह्याभिङ त्यही बिहान पनि हेरेको हो क्या यो पकौडा खान आएको खासमा यहाँ आइसकेपछि लस्सी नै खाऊँ भन्नु फुड इज बेटर देन त्यो त्यही राखिदिनु सो कल्ड के भन्छ अरे हाम्रो सो कल्ड रेजोर्ट सर्भिस पनि बेटर अब चाहिँ हामी यस्तरी जान्छौँ गर्मी पनि छ हल्का थके पनि लागिसक्यो आजको राइड लगभग 200 कति 230-40 किलोमिटर जति हुन्छ घरसम्म पुग्दा त्यहाँ यसो लस्सी खाजा खाइयो निस्किँदै हो As you guys know, entering the city is always a tussle. हैन आज यहाँ के भइरा रहेछ क्या रिपेयर टाइपको इट्स अलवेज अ टसल घर पुगिसक्यौँ so that was it for today. I'll see you guys in the next one. Bye and listen, I love my country. एउटा सानो नोटिफिकेसन कफी आएर घर जाने रे I'm about to go off like a weapon. Fuel to the top, got a filled up engine. In my thoughts, obsession. I will not stop, no, I'm never second guessing. I got a God complex. Haters love to hate, but I never feel pressed. Got a lot on my plate, but I never get stressed. I'll take all the pressure like I'm